गुड इभिनिङ गाइस है। अब फाइनली ब्याक टु होम है। अब घर फर्किँदैछु म। अब एकदमै इमोसनल भइरहेको छ सबै केटाहरू होइन। त्यही हो, छुट्टिने बेला आयो त ठिकै थियो। अब यस्तै हो। अब तर 3-4 दिन कति छिटो बित्यो भने थाहै पाएन होइन। फाइनली म स्टेसनसम्म आइसकेको छु है। फर्किँदैछु। आज नाइट सिफ्ट रहेछ ट्रेन है। त्यही हो, साथीहरू पुऱ्याउन आएको छ। राजाहरू केटाहरू सबैजना पुऱ्याउन आएको छ हामीलाई होइन। त्यही हो गाइस, फर्किँदैछु। अब यस्तै हो, माया प्रेम गरेर जिन्दगी चल्दैन। एकदमै केटाहरू इमोसनल भइरहेको छ। साथीहरू सबैजना मेरो साथीहरू है। म पनि हल्का इमोसनलै छु। इच्छा त लागेको छैन फर्किने केटाहरूलाई छोड्ने, बट के गर्नु, यस्तै छ है। फर्किनै पर्छ। अनि फिलहाल रेलवे स्टेसनसम्म चाहिँ आइसकेको छु। केटाहरू सबैजना फर्किन आँटेको। अब फर्किसकेर अब ट्रेनको हाम्रो 11:45 को ट्रेन छ। केटाहरू एकदमै मन उदास छ सबैको। फर्किनु त मन छैन, तर पनि अब के गर्नु, फर्किनै पऱ्यो होइन गाइस। ठिकै छ, फेरि भेट हुन्छ थाहा छ। तर एकदमै रमाइलो भयो, एकदमै मेमोरेबल भयो, एकदमै सम्झना आइरहने सिनहरू भएको छ साथीभाइहरूसँग होइन। हाँसी खुसी गर्दै होइन, एकदम रमाइलो गर्दै दिन बित्यो। कति छिटो दिन बित्यो थाहै भएन क्या। फाइनली अब ट्रेन आउन आँटेको छ। म हाँसो भए पनि मन चाहिँ दुखी नै रहेछ। फेरि भेट त हुन्छ साथीहरूसँग, तर पनि खोइ के भइरहेको छ। र गाइस फाइनली हामी चाहिँ स्टेसन आइसक्यौँ। आज ट्रेन ढिले नै भएछ। लाइक तपाईँको 11:40 भनेको 2:30 आउने रहेछ। केटाहरू नि आइरहेको छ साथीहरू। ट्रेन स्टेसन त छिर्यौँ हामी। त्यही हो, एकदम स्याड फिल भइरहेको छ है गाइस। हामी फ्लाइट हाम्रो स्टेसन कहाँ लाग्ने हो, गएर हामी चट्ट के गर्ने, यस्तै छ हेर्नु। सबैजना पुऱ्याउन आएको छ। सबै एकदम उदासै छन् होइन, खुसी चाहिँ छैन। जस्तो आएको थियौँ त्यस्तो चाहिँ छैन मनमा हो। टेन्सन भएर अब के गर्ने। ट्रेन स्टेसन चाहिँ पुग्यौँ। अब त्यही गाइस, बाई बाई दिल्ली भन्नु पर्ला गाइस है। मजा आयो, रमाइलो भयो। ल गाइस, साथीहरूलाई बाई बाई टाढा गर्दै बाई बाई। ठिकै छ, त्यस्तो केही छैन। फेरि भेटिन्छ एक न एक दिन होइन। रमाइलो भयो, जे भयो साथीभाइहरूसँग एकदम इन्जोय गऱ्यो गाइस होइन। लाइफमा नहुने एक्सपिरियन्स गऱ्यो, नबिर्सिने एक्सपिरियन्स गऱ्यो, रमाइलो भयो। अनि त्यही हो, सम्झना सधैँभरिको लागि भयो। त्यही छ। अब बाई बाई गर्दैछ साथीले है। एकदमै मन त एकदम खुसी छैन है कसैको पनि, सबको अँधेरो नै भइरहेछ। तर के गर्नु, जानै पर्यो गाइस है। फर्किनै पर्यो, छुट्नै पर्यो। नीति नै त्यही हो, भेटेपछि मिलन भएपछि छुट्नु त पर्छ है गाइस। ल।